नमस्ते साथीहरू। आज असार 15को तपाईँलाई हार्दिक शुभकामना। यो भयो हाम्रो घरको भगवान। यहाँ चाहिँ हामीले गणपति बप्पा, शिवजी, लक्ष्मी माता, यहाँ चाहिँ हामीले पाँचबुझलाई पनि चढाएको होइन। यो चाहिँ चिउरा, दही, टक दही पनि राखेको छु हामीले। यो सब चाहिँ आज खाने दिन हो। मम्मीले खानुहुँदैछ मिठो मिठो गरेर। उसलाई चाहिँ पुरा मनपर्छ नि त यो सब। छेत्री हो नि त मम्मी चाहिँ। यो भयो तेलमा चाहिँ अलिक पापड मैले फ्राई गर्न लागि राखिदिएँ। तेलमा पापड चाहिँ फ्राई हुँदैछ। रातो भएपछि म निकालिदिन्छु। यो चाहिँ मैले मसला रेडी गरिसकेको थिएँ माछाको लागि। अनि यसमा चाहिँ इस्कुस हालिदिएँ। हामी नेपालीहरू चाहिँ फेरि ह्याबिट नै छ कि सबैमा इस्कुस हाल्नै पर्छ। इस्कुस हालेर अलिक झोल हालिदिएँ मतलब पानी। अनि हालेपछि यहाँ माछाहरू फ्राई गरिरहेको थिएँ, त्यहाँबाट हालिदिएँ। त्यहाँ मजाले पाक्यो निकालिदिएँ। अब यहाँ चाहिँ सुक्खा खोर्सानी, यो भयो खडा मसाला, जिरा अनि प्याज हालेर चाहिँ फ्राई गर्दैछु। यो चाहिँ मासुको लागि हो, चिकन बनाउने हो कि असार 15ले गर्दा। यो भयो टमाटर, यो भयो खोर्सानी, यिनीहरूलाई फ्राई गरिदिएँ मजाले। अब यो फ्राई हुँदै गयो। अब यसमा एक थोरै नमक, थोरै नुन हालिदिएँ मैले ल। अस्ति पनि यही मिस्टेक गरेको थिएँ मैले। अनि सबैले कराउनु भयो कि नमक चाहिँ होइन नुन बनाऊ अरे। अनि यो चाहिँ भयो टमाटर, अलिक लसुन, अलिकति अदुवा हालेर चाहिँ अब मैले यसलाई रोस्ट गरिदिएँ मजाले। अनि यो रोस्ट हुँदै गयो। अब अलिकति हल्दी 2 खेप त हाल्नै पऱ्यो, यतिले हुँदैन। अनि यहाँ जिराको धुलो, धनियाँ पाउडरको धुलो, गरम मसाला, सुक्खा मिर्चीको धुलो हालिदिएँ। अब चिकन हालेर अलिक फ्राई गर्नुपर्छ मजाले होइन। आलु पनि हाल्नु पऱ्यो, मासु थोरै थियो नि त त्यही भएर। अब यहाँ चाहिँ फ्राई हुँदैछ मजाले होइन। यहाँ चाहिँ हेर्नुहोस् है कलर आयो नि, रातो कलर आयो नि। फेरि हामीलाई फेरि नेपालीलाई चाहिँ पिरो चाहिँ हुनुपर्छ, रातो कलर हुनै पर्यो। यो भयो मजाले फ्राई गरेको। अब उसको बाली छ पाक्ने। पाकिसकेपछि बस पस्किने अनि खाने, यति त होइन। थ्याङ्क यू फर वाचिङ। हेर्दै गर्नुहोस् मेरो यसरी लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्। यो भयो ल हाम्रो लास्ट डिस हेरिहाल्नुहोस्।